अब बाटेको धूप बनाउने तरिका ठक्क लगाएर हेर्नु होला। यो कागज हुन्छ, यो नेपाली कागज हो। यसरी आउँछ यो नेपाली कागज। नेपाली कागज चाहिँ सट्ट लगाएर यस्तो गर्ने, अनि त्यस पछाडि यो नेपाली कागजलाई चार कुना ठक्क मिलाउने। चार कुना टक्क मिलाएर अनि यसरी पट्काएर यसलाई अब ठुलो एकैचोटि बनाउनु हुँदैन, सानो बनाउनको लागि टक्क यसलाई बिचमा मिलाएर यस्तो छेउ कुनाहरू यता छेउमा देखाऊ। यो छेउ कुनाहरू टक्क यसरी मिलाएर छेउ कुना मिलाएर ठक्क काट्नु राख्नुपर्ने हुन्छ। चार कुना मिलेपछि टक्क ठिक्क कटिन्छ। ल नजानेकाहरूले ठक्क सिक्नको लागि यो हेरेर भने पनि ठक्क लगाएर सिक्नु होला। यसलाई ठक्क नाप्ने, यसरी नाप्ने, टक्क यसरी नापेर ठक्क बिचमा कति पर्छ टक्क बिचमा हेरेर टक्क बिचमा यसरी टक्क काट्ने। देखाएर आउँछ टक्क यसरी बिचमा काट्ने। यो दुई भाग भयो, बराबरको भागहरू छ। यो नै बराबर भयो ठक्क। अब यो बराबर भएपछि अब यसलाई फेरि बिचबाट यसरी खोल्ने। भित्र आउँछ है, बिचबाट राम्रोसँग यसरी खोल्ने, अनि ठक्क लगाएर बिचबाट यस्तै खोलेपछि यसलाई दुई फोल्ड गर्ने। यस्तो गरेर ठक्क यसरी दुई फोल्ड गर्ने। दुई फोल्ड गरेपछि अब यो चाहिँ ठक्क यस्तो भयो होइन। अब हामीले चाहिँ कैँचीले यसको टुप्पो चाहिँ अलिकति काम लाग्दैन। यसलाई ठक्क यति काटेर फाल्ने, यति काटेर फाल्ने। हामीले चाहिँ अब कति चाहिन्छ ठक्क धुप बनाउनुको लागि। धुपहरू यस्तोहरू हुन्छ है। यो धुप बनाउनुको लागि, बाटेको धुप बनाउनुको लागि धुप यति भित्रमा कति जान्छ भने टक्क यति तरिकाले यसरी काट्ने। टुक्रा पारेर यसरी काट्ने, टक्क धेरै टुक्रा बनाएर काट्ने यसरी। मैले चाहिँ अहिले यति काटेर देखाएँ तपाईँहरूलाई। अब यो चाहिँ यस्तो गर्ने, यसरी मोड्ने। यसरी मोडेपछि ठक्क यस्तो बन्छ, अनि यसरी निकाल्ने। ल त एउटा धुप बनाएर देखाइदियो त, उता नदेखाउ न उसलाई। हो 8-10 कसैलाई धुप चाहिन्छ भने पनि सम्पर्क गर्नु होला। यही च्यानल मार्फत कमेन्टमा गरिदिनु होला। धुप आउँछ। हस्, धन्यवाद।